के तपाईँलाई लाग्छ कि तपाईँ अरू जतिको टाइलेन्ट हुनुहुन्न? के तपाईँलाई लाग्छ कि भगवानले तपाईँलाई कुनै टाइलेन्ट दिनुभएको छैन? क्लासमा कसैले सजिलै बुझ्छ, अफिसमा कसैले सजिलै प्रमोसन पाउँछ, वा कसैले रातारात सफलता पाउँछ। के तपाईँलाई आफ्नो मेहनत बेकार जस्तो लाग्दैछ? कडा सत्य सुन्नु, टाइलेन्टले तपाईँलाई सुरुवाती रेखामा अरूभन्दा एक कदम अगाडि राख्न सक्छ। तर यदि तपाईँमा निरन्तरता छैन भने तपाईँ टाइलेन्टकै भरमा आफ्नो गन्तव्यमा पुग्न सक्नुहुन्न। टाइलेन्ट एउटा सुरुवात मात्र हो, तर निरन्तरता भनेको त्यो यात्रा पूरा गर्ने एउटा मात्र बाटो हो। हामी धेरै पटक अरूको सफलता मात्र देख्छौँ, उनीहरूको टाइलेन्टको तारिफ गर्छौँ, तर त्यो टाइलेन्ट पछाडि लुकेको अनुशासन र कडा मेहनतलाई वास्ता गर्दैनौँ। संसार यस्तो टाइलेन्टेड मान्छेले भरिएको छ जो आज गुमनाम छन्। किन थाहा छ? किनकि उनीहरू आफूसँग भएको टाइलेन्टको घमण्ड गरे। उनीहरू कहिले पनि निरन्तर अभ्यास गरेनन्। त्यसैले आफूलाई अरूभन्दा कमजोर ठान्न छोड्नु। टाइलेन्ट जन्मजात हुन सक्छ, तर स्किल र आत्मविश्वास निरन्तर अभ्यासबाट मात्र निर्माण हुन्छ। तपाईँ एक दिनमा 10 घन्टा पढ्नुहुन्छ वा काम गर्नुहुन्छ अनि अर्को 10 दिन हराउनुहुन्छ भने त्यो टाइलेन्टको कुनै अर्थ छैन। तर तपाईँ हरेक दिन केवल 1 घन्टा मात्र बिना कुनै बहाना निरन्तर काम गर्नुहुन्छ भने तपाईँ टाइलेन्टेड भनिएको मान्छेहरूलाई एक दिन धेरै पछाडि छोड्नुहुन्छ। मलाई थाहा छ तपाईँ धेरै पटक नयाँ जोसका साथ काम सुरु गर्नुभयो, जिम जाने सोच बनाउनु भयो, पढ्ने टाइम टेबल बनाउनु भयो वा नयाँ करियर सुरु गर्नुभयो, तर केही दिनमै नतिजा नदेख्दा तपाईँ निराश हुनुभयो अनि बीच बाटोमै छोडिदिनु भयो। जब तपाईँ एउटा ढुङ्गामा लगातार पानी हाल्नुहुन्छ, सुरुमा केही फरक पर्दैन, तर त्यही थोपा वर्षौसम्म निरन्तर खसिरहँदा त्यसले विशाल ढुङ्गामा पनि पाल पारिदिन्छ। पानीको थोपामा कुनै टाइलेन्ट वा शक्ति थिएन, केवल त्यसमा निरन्तरता थियो। यदि तपाईँ पनि निरन्तर मेहनत गर्दै हुनुहुन्छ तर नतिजा आएको छैन भने नआत्तिनु। तपाईँको मेहनत खेर जाँदैन, तपाईँको मेहनत केवल जम्मा हुँदैछ। आजैबाट आफूलाई कमजोर ठान्न छोडिदिनु। ममा टाइलेन्ट छैन त्यसैले म सफल हुन सक्दैन भन्ने यो बहानालाई आफ्नो दिमागबाट आजै निकालेर फालिदिनु। तपाईँ कति बिस्तारै अगाडि बढ्दै हुनुहुन्छ त्यसले फरक पार्दैन। फरक यसले पार्छ कि तपाईँ रोकिनु भएको छैन। तपाईसँग टाइलेन्ट नहोला, तर आफूलाई हरेक दिन ओछ्यानबाट उठाएर काममा लगाउने अनुशासन त हुन सक्छ नि। अरूभन्दा ढिलो बुझ्नुहुन्छ होला, तर अरू सुतिरहँदा पनि तपाईँ किताब खोलेर पढ्ने हिम्मत हुन त सक्छ नि। टाइलेन्टले सधैँ काम गर्छ भन्ने छैन, तर कन्सिस्टेन्सीले सधैँ काम गर्छ। त्यसैले हिजो के भयो छोडिदिनु। आजैबाट अहिलेबाट फेरि सुरु गर्नु। थोरै गर्नु तर प्रत्येक दिन गर्नु। नतिजाको चिन्ता छोडेर प्रक्रियामा ध्यान दिनु। याद राख्नु, कन्सिस्टेन्सी नै त्यो चाबी हो जसले ढिलो वा चाँडो सफलताको ढोका खोलिदिन्छ।